हेलो एभ्रिवान, वेलकम टु माई न्यू च्यानल। तपाईँहरू नि सन्चै हुनुहुन्छ होला अनि म नि सन्चै छु। म चाहिँ आज यहाँ कोट डाँडा रिसोर्टमाथि आइरहेको छु घुम्नलाई। तपाईँहरू नि आउनु सक्नुहुन्छ। यो चाहिँ ललितपुरदेखि चापागाउँ हुँदै टिका भैरव हुँदै आउनुपर्ने हुन्छ। सर्टकट बाटो चाहिँ यता हो, यता अनि यतातिर हो सर्टकट बाटो चाहिँ यता, अनि मेन रोड बाटो चाहिँ यता छ। यतादेखि जानु सक्नुहुन्छ बाइकमा गाडीमा साथीहरू। म चाहिँ सर्टकट बाटो हिँड्दै गएँ, झरेँ, यहाँ रोडमा आउँदैछु। तपाईँहरू नि हेर्न सक्नुहुन्छ। अहिले चाहिँ म कोट डाँडादेखि अब कता जाँदैछु भने लेले बजारतिर घुम्न जाँदैछु। तपाईँहरूलाई नि देखाउनेछु लेले बजार। यता नि राम्रो ठाउँहरू छ, यता नि घुम्न सक्नुहुन्छ। आज चाहिँ अनि माघे सङ्क्रान्ति नि रहेछ, माघे सङ्क्रान्ति नि अरे आज चाहिँ। त्यही भएर आज अफिसहरू नि छुट्टी, त्यही भएर म चाहिँ घुम्नु निस्किएको छु है गाइस। साथीहरू म चाहिँ टिका भैरव पनि आइसकेँ। टिका भैरव पनि आइसक्यो। यस्तो मान्छेहरूले हेरेको यार लाजै लाग्छ मलाई चाहिँ हो। कोलाई लाग्छ है क्यामेरा खोलेर बोल्नु चाहिँ, कोलाई लाज लाग्छ। त्यस लाजलाई चाहिँ बचाएर हिँड्नुपर्छ। त्यही भएर त्यही अगाडि बढ्छ। लाजले गर्दा अगाडि बढ्न सक्दैन। त्यही भएर लाजलाई चाहिँ फाल्नु अनि हिँड्नुहोस्। यति मान्छे छ नि, यहाँ चाहिँ मामा चाहिँ चेक गर्दैछ, चेकिङ। मामा केहीको पुरा लफडा हुँदो रहेछ यहाँ चाहिँ। म चाहिँ सरासरी निस्किसकेँ टिका भैरव। कति साह्रो चिप्लो बाटो यार, चिप्लेको गर्छ यार। यति साह्रो चिप्लो रहेछ यो बाटो। त्यो चिप्लो बाटोमा जोगिँदै हिँड्नुपर्छ। हेलो साथीहरू, मलाई चाहिँ एकदम अल्छी लाग्यो। अब फर्किँदैछु नगइकन। लेले पनि नजाने हो, अब फर्किने पो। यस्तो अल्छी लाग्यो कि निन्द्रा झ्याप लाग्यो यार। आज त के भयो, एकदम झ्याप जस्तो भयो कि। त्यही भएर म चाहिँ फर्किँदैछु। अब लेले चाहिँ यतै हो, यता हो लेले चाहिँ। त्यही भएर म चाहिँ फर्किसकेँ। नजाने, घुम्नै अल्छी लाग्यो। एक्लै पनि छु, साथीहरू नि छैन। त्यही भएर अल्छी लाग्यो। साथीहरू भए चाहिँ जोस हुन्थ्यो होला सायद। साथी नभएपछि त एक्लै त केही नै हुँदैन। साथी नै सबै हो के। अब जाने हो टिका भैरव। एकछिन यताउता घुम्ने अनि जाने हो रुमतिर फेरि। ल, थ्याङ्क यू फर वाचिङ भिडियो। राम्रो लाग्यो भने लाइक, सेयर, कमेन्टहरू गरिदिनु। म चाहिँ नयाँ च्यानल हो, अलिक बनाउनु नि आउँदैन। त्यही भएर अब सिक्दैछु। माया गरिदिनु होला सबैले। धन्यवाद। गुड डे सबैलाई। शुभ दिन, शुभ माघे सङ्क्रान्ति।